नगर्न भनेमा म यहाँ बस्छु डिस्टर्ब नगर्ने म नेता हो कहीँ जाँदैन यस्तो गर्नु भएन गृहमन्त्रीज्यू हजुर काम गर्नलाई पहिला तपाईँले दिने हो मन्त्री तपाईँले दिने हो र मन्त्री अरे तपाईँले के विषयलाई किन धोका दिएको के धोका एमालेको उम्मेदवारलाई तपाईँले किन नसघाएको हामी एमाले हो के प्रश्न गर्नुभएको फिल्टरै छैन क्या फेरि रिसिरहेको नि कसलाई राख्दाखेरि सक्षम हुन्छ म त अझ स्टुडेन्ट जस्तै छु होइन मैले अझै पढ्नै बाँकी छ लर्निङ साना जसलाई पनि हुन्छ भाइ तपाईँलाई नि होला मन्त्री बन्नु छ है छ मन्त्री बन्ने चाहना चाहिँ सबैलाई हुन्छ तपाईले चुनाव जित्ने आधार 1 2 3 के छ जनता जान्न चाहन्छ 1 2 3 म भर्खर जितेर आएको हो रवि दाइले चुनाव चाहिँ जित्यो योपालि धेरै पार्टीहरूकोमा धाउनुभयो पार्टीहरूले पत्याएनन् टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुन्यो सक्छ त भने बालनलाई कसैले सक्छ त म चाहिँ अहिले स्टुडेन्ट फेजमा छु मैले पढ्दैछु म आइम लर्निङ फेज मैले सिक्दैछु अगाडि बढ्दैछु हजुर हो 2 दिनमा नहेर्नु कति भइसक्यो अर्को प्रश्न वर्षौं जेल बसेर बाहिर आउँदै गर्दा एकैचोटि दरबार चाहिँ कसरी बन्यो एकछिन लागि छिनु तपाईँ उम्मेदवार होइन तपाईँ मतदाता हो र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उठ्नुभएका 2 जना उम्मेदवार मध्ये 1 जना छान्नु पर्यो भने कुन छान्नुहुन्छ केशव स्थापित किसिम म भोटै हाल्दिनँ यस्ता उम्मेदवार भएपछि त भोटै नहाल्न पाइयो नि त हो भने यार सही हो यसअघि जहिले पनि जनताले जिताएर पठाउँथे नेताले धोका दिन्थे यो पटक चाहिँ नेताहरूलाई जनताले धोका दिएनन् धोका दिएको होइन यो भन्दा अगाडि चाहिँ नेताले गठबन्धन गर्थे यसपटक जनताले गठबन्धन गरे आयो कडै आयो ओके म चाहिँ हजुरलाई एउटा क्वेसन गर्छु है हुन्छ क्वेसन हजुरको के भन्दा नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु म अब हजुर अहिले यत्रो ठुलो पोस्टमा हुनुहुन्छ अहिले पनि जेसुकै गर भन्छ अहिले पनि जेसुकै गर भन्छ अहिले जे गर भन्छ त्यही गर्छ त कसैले जेसुकै गर न हैन त्यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला हल्लियो के हल्लियो के बोले भाइ के बोले यो सुदन गुरुङ नेपाली हो अब नेपाली गुरुङ अनि के हुन्छ त विदेशी हुन्छ त होइन पाकिस्तानी हो तेरो बाउको टाउको तपाईँ आफै मन्त्रालयमा सुतेर काम गर्नुहुन्थ्यो आजभोलि गृहमन्त्री सुतेर काम गर्नुहुन्छ सुत्न थालेछन् मन्त्रालयमा सिक्यो होला नि त महावीरले नै सिकाए जस्तो छ मैले सुनेको 2015 को त्यो भूकम्पमा हजुर तपाईले आफ्नो बच्चा गुमाएपछि तपाईँ अझै बढी समाजसेवामा समर्पित भएर लाग्नुभयो हो अब मलाई कहिले बिहा गराइदिन्छन् कहिले बच्चा जन्माइदिन्छन् है मलाई पनि थाहा हुँदैन हैन बोली कडा छ दिमाग पगडा छ अफोर्डेबल हकको लागि हल्का लफडा छ 70 को डेनी परिलो दिमाग छ उडाको घेरामा यो जुदो बाग छ शब्दको वर्षा छ उनकै त चर्चा छ को भन्दै त भाइ केपी बा बाको दिमाग यहाँ कसलाई के थाहा केपी बाको दिमाग यहाँ कसलाई के थाहा केपी बा राजमार्ग भन्छ केपी बा मदन भण्डारी मार्ग केपी बा तर हराले भन्छ केपी बा सुरुङ खुलाउने पनि केपी बा बिग्यो कलम पनि लेख्दैन रेलको बाटो बन्यो देख्दैन दरबार स्कुल बनेको देख्दैन हजारौं पुल बनेको देख्दैन 396 अस्पताल देख्दैन भन्छ फिल्म छिल्याउँदा काठमाडौँको ढलले देख्दैन केपी बाले फैलाए नेपालको म्याप अब सूर्यमा भोट छालो झ्याप 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 केपी बाले फैलाए
नेपालको म्याप अब सूर्यमा बोल्छालो च्याप 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 ओइ सुन सुन भाइ घाँस खाँदैन बाघले चन्द्रमाको प्रकाश रोक्दैन दागले पाको खप्परमा मास्टर प्लान छ रन्डीको छोरा आउँछ बालै सबै आउँछ हरेक डल्लो खेलाउन आउँछ होइन आफ्नो खेलाउन आउँछ तर त्यसलाई खेलाउन आउँदैन साले मलाई त केपी ओलीको पो माया लागेर मर्यो केपी ओलीको चाहिँ किन माया लागेको बुवा अब चुनाव चिन्ने सूर्य जेलमा घामको अनुहार देखिया छ सुनेरै खुसी लाग्दो कुरा गर्यो के भइरहेछ यार के भइरहेछ यार यो देशमा के भइरहेछ बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार यो के हो के नाम हो तपाईँको मेरो नाम म बाटो हिँड्दै गरे मान्छेलाई के समाइयो म बाटो मलाई के देखेर समाइयो कारण के भाइ म छर्नुपर्ने कारण के तपाईँको परिचय भन्नु न म नवराजु पेती कहाँ जाँदै हुनुहुन्थ्यो अहिले म बाटो हिँड्दै थिएँ कहाँ जानलाई बाटो हिँड्न कहीँ जानुपर्छ मेरो आफ्नै डेस्टिनेसन छ यो दाइले ओलीको विरोध गर्दै थियो होला बाटो हिँड्दै अनि हिँड्दा हिँड्दै जेलमा हाल्नलाई लगे आजको लागि भिडियो यहीँ सक्यो फेरि अर्को भिडियो लिएर आउनेछु त्यति बेलासम्म आफ्नो ख्याल राख्नु होला जय नेपाल